Hello and welcome to Plans Day 18 अनि म हिजो बोलेको केही बुझ्न होला है किनभने आफै हेरेको आफै बुझ्न हो इको भएर सो मैले के भन्दै थिएँ भन्दाखेरि आजको फ्रन्ट लोगो डे आउँदैन एउटा ठुलो भिडियो हुन्छ 1-2 महिना बाद धेरै अब हैन कति के गर्दैछु भन्दा चाहिँ म एकदम अब मेरो प्लान्स रनेको 2 साल हुन आँटेको छ नि त सो अब सिर्फ म प्लान्समा मात्र फोकस गरौँ भनेको फ्रन्ट लोगो एकछिन बिर्सौँ भनेको कि तर म फ्रन्ट लेभलको के गर्छु भन्दा ग्रीस द ग्रुप चाहिँ गर्दै गर्छु लाइक ग्रीस द ग्रुप अब कसलाई थाहा छ है एउटा मुभमेन्ट थ्रु आउट द डे गरिबस्नु अनि त्यसले चाहिँ बानी बस्छ अन्त त्यो मुभमेन्ट इजी हुन्छ बडीले सिक्दै जान्छ है त्यो हो अन्त म अब थ्रु आउट द डे गरिबस्छु किनभने मेरो होटलमा पनि छ एउटा सानो बार जस्तो छ अब अन्त त्यसमा गर्दा हुन्छ म होइन अन्त घरमा त पुरा बाटो छ हो यहाँ अन्त फिलहाल मेरो मुखमा पुरा घाउ भइरहेको छ बोल्नु पनि भयो म कपडा भोगेर छ फिलहाल हो बोल्नु सक्दिनँ त्यही हो आज प्लान्सको लाइट सेसन हो विकको बिचमा हो नि त सो अब ज्यादा जोड पनि गर्नु भएन है अनि भर्खर त्यो खोइ लिङ्गै भइरहेको छ हो ओके सो लाइट डेमा अब म लाइट डेमा चाहिँ म सिर्फ एक्सेसरिज मात्रै गर्छु like मलाई मन पर्दैन आफ्नो काम सो लाइट डेमा म आफ्नो एक्सरसाइज मात्रै गर्छु अन्त फिलहाल चाहिँ एक्सरसाइजमा चाहिँ अब त्यस्तो एक्सरसाइज गर्नुपर्छ कि त्यसमा चाहिँ अब आफ्नो कमजोर छ सो मेरो कमजोरी अब प्रोट्र्याक्सन हो सो म प्रोट्र्याक्सन फोकस मात्रै गर्छु फिलहाल होइन सो त्यसमा अब एउटा मुभमेन्ट छ प्लान्समा त्यो चाहिँ हो रेजेस जति राम्रो प्रोट्र्याक्सन जति राम्रो हाइट हुन्छ प्लेसमा त्यति सजिलो हुन्छ रेजेस किनकि म रेजेस ट्रेन गर्छु अनि अब हेभी डेमा चाहिँ म अब फिलहाल स्टडल प्लेसमा छु फुल प्लान्स गर्छु किनभने हेभी डे हो हेभी जानुपर्छ तर लाइट डे हो लाइट डेमा चाहिँ अब स्टडल गर्छु त्यसको रिग्रेस के हो एडभान्स टर्न सो एडभान्स टर्न मजाको प्रोट्र्याक्सन म लिन्छु Let's start a video with presses. So एक सेटमा 5 रिपिट निकाल्नु ट्राई गर्दैछु मैले चाहिँ हो हामीलाई चाहिँ फेरि अफ अन गर्दै गर्नुपर्छ किनभने जति बेर अफ हुन्छ त्यति बेला त अन हुन्छ पैसा हाल्दै 5 दिनको भन्दैरो आमा लाग्नेको आजु मैले थाके चाहिन्छ भिडियो गरा धाक्छिन खुट्टा देखेन त नाउ ओइ चप्पल देख्दैछ हेर भगमा देख्दैछ है उठ्नु छैछ देख्छ त्यहाँ देख्छ ब्लक लिङ्गै त उहाँ देखेन उहाँ चाहिँ बोल्नु बिर्छ को बुझ्दैन म छु ल हेलो ब्याकमा बन्द गरिहाल्नुपर्छ ए आफै अफ हुन्छ हेर अब भ्लगमा चाहिँ यतिकै बस्छ कि म एकछिन हो बस्नु पनि पाइनँ आफै यस्तो बस्यो त्यस्तै अफ अब अफ गऱ्यो फेरि अब सेट अब भिडियो गर्ने बेला अन गर्नुपर्छ अड्डी छ नि एउटा हाम्रो टक्क होइन ट्रली ए सरी के भन्छ क्या सेक्सी भएको छ आज यिनीहरूको फेरि हाम्रो सालिरहेर खुसी भएको छ केटा कस्तो फिल भएको छ तिमीहरूलाई भन सबैले आफ्नो घरमा पैसा पठाएको छ अनिकेतले 5000 मैले 5000 अहिले तिमीले प्रशान्त अन्त सबले 5000 फर्स्ट मन्थ चाहिँ अब अलिक एक्सपेरिमेन्ट गरेको नि अब कति पैसा बाँच्छ भनेर टक्कै अन्त त्यसलाई चाहिँ 5000 फिलहाल चाहिँ म त 7000 पढाउँ भन्दै थिएँ
खतरा दामी यो मान्छेले मात्रै पठाएन किन यहाँ गिटार किन्छ अरे हो अन्त के भन्छ ल डु दिस भयो नि हौ भर्खर मैले भिडियो गरेको थिएँ भिडियो बनाएर त्यसलाई 36 भयो है 4 रेपिटेसन कम्प्लिटली भयो तर एउटा चाहिँ झरे 1 हो आफै अफ भयो लाइट यहाँको फेरि यसलाई रिचार्ज गर्नुपर्छ नि त हो ल लाइट पनि रिचार्ज भयो होला हो लेट्स गो द्याट्स इट पास खेल्नु त मिठो है मजाले रेस्ट गरेको छु जान ल भने फर्स्ट फर्मेर अनि यहाँ मलाई फर्स्टको होइन त्यहाँदेखि माथिको गर्छु प्रोजेक्सनको फलो कन्डिसन होल्ड गर्छु गर ल 2 गर 1 2 3 4 कति भयो 5 सेकेन्ड ह 14 हेर्नु कति त्यो कसको एक्युरेट हुँदो रहेछ ल लु अघि चाहिँ यो एंगलबाट हेरेर अब चाहिँ माथिबाट देखाउँछु अलिकति ल प्रोजेक्सन देखाउनु लु रिचार्ज भयो ल लाइट पनि हो ओकेडा हो ओकेडा हो न गन ल गन भनेपछि गन है म भन्छु गन भनेर ल कसको आयो अब यो प्रशान्तको 14 हेर्छ 12 भएछ ल अलिकति दुईले अब कसो गर्छ भने 1 2 गन 2 3 4 5 प्रवेशको 10 अनिकेतको तिम्रो यो मान्छेको ठिक भयो ल लेक मसाला ट्राई गर्दै होला दिएको छु भने त त्यहाँनिर लु स्यालेरी पाएको खुसीमा घट्टा हुन्छ है बाबा 2 3 4 5 6 7 8 9 10 11 12 चाहिँ ल्याइदिएको नि मैले अब ए त्यो भोलि पो खानु छ यो फेरि हो 1 2 3 4 5 6 कति भयो ओके क्राउ सो अब हिजोको जसले हेरेको थियो त्यसलाई थाहा छ मैले 90 डिग्री उठाउन सकेको थिइनँ बाइ द वे म रेडी भयो किनभने रेस्ट गर्दै थिएँ रेस्ट चाहिँ म वेस्ट गर्ने थिइनँ नि त म बोलेको इको भएर सुन्छ कि सुन्दैन सो मैले चाहिँ भने कि म चाहिँ रेडी भएँ हो किनभने म रेस्ट गर्दै थिएँ तर रेस्टले म वेस्ट गर्दिनँ अनि जिजीको भ्लग जसले पनि हेऱ्यो त्यसलाई चाहिँ थाहा छ कि म 90 डिग्री उठाउन सकिनँ किन थाकेको थिएँ हो निकै गरिसकेको थियो नि त अफ क्यामेरा पनि हो सो अब 90 डिग्रीबाट सुरु गरौँ त्यहाँदेखि चाहिँ उयो गर्छु 12 लगाइकन ब्यान्ड असिस्टेड साह्रो पर्ने छ नहुने मैले बुझेँ no problem किन चाहिँ स्ट्रगल गरेको मैले भन्दाखेरि चाहिँ भोल्युम ब्लकको प्लान्ट्सको जतिसक्दो नम्बरमा ध्यान दिनुपर्छ हो अन्त स्टुडेन्ट भए चाहिँ म फुल गर्थेँ 8 गर्थेँ अन्त 8 6 या 8 6 to 8 गर्थेँ त्यही लागि अन्त फुल रेन्ज म सिर्फ अब यसको मात्रै हातको मात्रै सोल्डरको गरेको छुइनँ
किनभने अब सोल्डरको निकै भइसक्यो हो, त्यहाँदेखि अब ट्राइसेप्स र अलिकति चेस्टको अब सोल्डर त लाग्दैन छ, तर फुल रेन्ज चाहिँ गएको छैन। त्यही हो, सेकेन्ड साइड दिउँ। टी सर्ट छ, अफ क्याममा गर्छु होला, त्यसपछि अलिकति एक्सेसरी वर्क गर्छु त्यो ब्यान्डकोहरू हो, सक्यो त्यहाँ टाइम पनि छैन त्यसले रेकर्ड गर्दिनँ। सो बाई, धन्यवाद। यहाँ तक हेरिदिएकोमा फिल्म हेर्छ कमेन्ट गरिदेऊ।